युवाहरूलाई लक्ष्य गरेर लेखेको किताब हो। यो मैले कुनै ठुलो ठुलो ग्रन्थ लेखेको होइन। धेरै ठुलो पढ्ने मान्छेहरूले, धेरै विद्वानहरू, एकदम धुरन्धर विद्वानहरूले पढुन् भनेर मैले यो किताब लेखेको होइन। विद्यार्थीहरू र युवाहरूको लागि। अब तपाईहरुको अभिभावकहरूले आफूले पनि पढ्नुहोस्, आफ्नो छोराछोरी भाइ बहिनी नाति नातिनाहरूलाई पनि यो किताब पढ्नको लागि प्रेरणा दिनुहोस्। डाक्टर महावीर पुन यहाँ अभियानमा हिँडिरहनु भएको छ। यो अभियानलाई हाम्रो संस्थागत ढङ्गबाट पनि हामी सहभागी हौँ भन्ने हिसाबले हामीले अन्नपूर्ण टोल विकास समितिको तर्फबाट निमन्त्रणा गरेका थियौँ। त्यो निमन्त्रणालाई स्वीकार गरेर हाम्रो निमन्त्रणा पुर्याइदिनु हुने हाम्रा साथीहरू र उहाँले सहजीकरण गर्नुभएको हाम्रो टिकाधन सर लगायत उहाँलाई हामी महावीर पुनज्यूलाई हार्दिक स्वागत गर्दै टोल विकास समितिको तर्फबाट खदा र सम्मान गरिदिनु हुनको लागि म हार्दिक आग्रह गर्दछु। उहाँलाई हामी अन्नपूर्ण टोल विकास समितिको तर्फबाट खदा लगाएर उहाँलाई सम्मान पनि व्यक्त गर्दैछौँ। र यो अन्नपूर्ण टोल विकास संस्थाको तर्फबाट संस्थाको ढङ्गमा हामी सबै लगायत बसन्त टोल, भानुभक्त टोल लगायत अन्य टोल विकास संस्थाबाट पनि सम्पूर्ण उपस्थित भएका छौँ। हाम्रो भानुभक्त टोल विकास संस्थाबाट पनि आउनु भएको छ हाम्रो प्रेम तितुङ दाई। उहाँले पनि उहाँलाई हरा लाएर सम्मान गर्दै हुनुहुन्छ। यसरी हाम्रो आमा लीला कुमारी थापा पनि आउँदै हुनुहुन्छ र उहाँले पनि उहाँलाई सम्मान गर्दै हुनुहुन्छ। र हाम्रो यो अन्नपूर्ण टोल विकास संस्थाबाट संस्थाका मेम्बरहरूले उहाँलाई सम्मान व्यक्त गर्दै हुनुहुन्छ र सम्मान गरिदिनु हुनको लागि म सबैलाई सम्मानमा शरीक भइदिनको लागि हार्दिक आग्रह गर्दछु। अभियन्ताजीहरू, हाम्रो यो भिडियो बनाउनु हुने मित्रहरू, मलाई सबै मित्रहरूको नाम चाहिँ थाहा भएन, तर यहाँ जो अभियानमा हिँडिरहनु भएको छ, सहयोग गरिरहनु भएको छ, उहाँहरूलाई मुरी धन्यवाद व्यक्त गर्दछु। मेरो व्यक्तिगत तर्फबाट साथै अन्नपूर्ण टोल विकास समितिको तर्फबाट पनि यहाँहरूलाई हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। र हामी यो भन्दै अब आफ्नो पुस्तकहरू एक लिदिनु हुनको लागि म हार्दिक आग्रह गर्दछु यहाँहरू सम्पूर्णलाई। धन्यवाद छ। यो तपाईँहरूको यो टोल विकास समिति टोलका साथीहरू सबै र टोलवासीहरू चाहिँ यहाँ जम्मा हुनुभएको रहेछ। यो चाहिँ इटहरीको बजारभन्दा अलिकति बाहिर, यो बजारै तर बजार बन्न लागेको गाउँ जस्तो रहेछ यो ठाउँमा। तपाईँहरूले निमन्त्रणा गर्नुभएको छ, त्यसको लागि सबैलाई धन्यवाद दिन चाहन्छु। र खास केही कुरा भन्दाखेरि पनि यो अहिलेको जुन अभियान छ, यो अभियानको बारेमा सायद तपाईँहरूले धेरै थाहा पाउनु भएको छ र तै पनि थाहा नपाएकोहरूले थाहा पाउनुहोस् भनेर चाहिँ म भन्न चाहन्छु। र यो अभियान देशव्यापी अभियान हो र पश्चिम महाकालीबाट चलेको अभियान हो। र यो अभियान चाहिँ आज त 357 दिन भइसक्यो। 357 दिनमा हामी चाहिँ यहाँ इटहरीमा 12औं दिनमा चाहिँ यहाँ छौँ। र यसरी हरेक जिल्ला हरेक भनौँ न पालिका हुँदै यो चाहिँ यहाँसम्म आइपुगेका छौँ। र 40वटा जिल्लामा भ्याएर यो सुनसरी चाहिँ 41औं जिल्ला हो र यहाँ चाहिँ किताब बेचिरहेका छौँ। र अब यसरी किताब बेच्दै आउँदाखेरि अहिलेसम्म हामीले अब किताबको सङ्ख्याकै हिसाब गर्ने हो भने 1,75,000 प्रतिभन्दा बढी किताब बेचिसकेका छौँ। त्यो त्यति प्रति किताब बेचेर आएको पैसा भनेको लगभग 10 करोड रुपियाँ जति
त्यही खर्च घटाएर यो यति पैसा आइसकेको छ र अब बाँकी 37-36वटा जिल्लामा सबै जिल्लाहरूमा घुम्दाखेरि करिब 20 करोडको हाराहारीमा यो किताब बेचेर पैसा आउँछ होला भन्ने अनुमान छ र त्यो पैसाले चाहिँ अब हामीले वीरगञ्जको कृषि औजार कारखाना चलाउने भन्ने हो। अब धेरैलाई थाहा छैन होला वीरगञ्जको कृषि औजार कारखानाको बारेमा। पुरानो मान्छेहरूलाई एकदम अलिक पुरानो मान्छेहरूलाई मात्रै थाहा छ यो कृषि औजारको बारेमा। नयाँ मान्छेलाई चाहिँ थाहा छैन, किनभने त्यो कारखाना सरकारको कारखाना हो र रुस सरकारले बनाइदिएको नेपाल सरकारको कारखाना हो र बन्द भयो। बन्द भएको पनि 30 वर्ष भयो। त्यसकारणले 30 वर्षभन्दा यता जन्मिएकोले त थाहै छैन, 30 वर्षभन्दा उता जन्मिएको अलि पुरानो मान्छेलाई मात्रै त्यो कारखानाको बारेमा थाहा छ। किनभने उति बेला पनि त्यो कारखानामा बनेको औजारहरू गाउँ गाउँमा आउँथ्यो, त्यसकारणले उति बेलाका किसानहरूलाई मात्रै थाहा छ, तर नयाँ किसानहरूलाई थाहा छैन। त्यो कारखाना चलाउनलाई हो र यो पैसाले अहिले कारखाना पनि चलाइरहेको छ। एउटा अभियान, यो बेच्दै हिँड्ने अभियानमा चाहिँ म हिँडेको छु र कारखानामा चाहिँ 35-36 जना भाइ बहिनीहरू मिलेर त्यो कारखानामा साना साना औजारहरूको चाहिँ निर्माण गरेर परीक्षण गरिरहेका छन्। पहिलो कुरा त कारखाना मर्मत गर्नलाई 1 वर्ष पुरा लागेको हो, 1 वर्ष पुरा लागेको हो र त्यसपछि नयाँ मसिनहरू थपेको हो र अनि कारखाना चाहिँ सञ्चालनमा आइसकेको छ। र हामीले बनाउने कस्तो औजार बनाउँछन् होला भनेर तपाईहरुलाई जिज्ञासा हुन सक्छ। हामीले बनाउने भनेको सानो औजार, सानो किसानहरुको लागि चाहिने सानो औजार हो। ठुलो औजार बनाउँदैन, राख्दैन अहिले। सानो औजार भन्नाले जस्तो धान रोप्ने, मकै रोप्ने, कोदो रोप्ने, आलुहरू, तरकारीहरू रोप्ने यस्ता अब विभिन्न सानो औजार बनाउँछौं रोप्नको लागि। र अब बाली नालीलाई गोडमेल गर्नुपर्छ, गोडमेल गर्ने औजारहरू बनाउँछौं र काट्ने झार्ने पाकिसकेपछि त्यसलाई चाहिँ काट्ने झार्ने जस्ता औजारहरू पनि हामी चाहिँ बनाउँछौं। र त्यस्तो किसिमको सानो औजारहरू सकेसम्म सस्तोमा बनाउँछौं। अब साह्रै सस्तो चाहिँ नहोला, अनि यो बलियो र राम्रो औजार चाहिँ बनाउने भन्ने चाहिँ छ अहिले। यसरी चाहिँ यो अभियान चाहिँ त्यो कारखाना चलाएर किसानहरूलाई सेवा गर्ने हो। हाम्रो उद्देश्य सेवा गर्ने हो। हाम्रो लागि यो काम चाहिँ समाज सेवाको काम हो। हामीले चाहिँ त्यो कारखाना चलाएर उद्योग धन्दा चलाएर उद्योगपति बन्ने चाहिँ हाम्रो उद्देश्य होइन, किनभने हामी चाहिँ उद्योगपति होइन, समाज सेवा गर्ने मान्छे हो। र त्यो कारखाना चलाएर बनेका औजारहरूमा पनि उद्योगपतिले जस्तो धेरै नाफा खाएर बेच्ने कुरा आउँदैन, गरिँदैन। र यस किसिमले एउटा यो अभियान हो। यो तपाईहरुले हेर्दै जानु होला। अब किनभने अहिलेलाई सोशल मिडियामा बारम्बार आइरहन्छ, त्यसको प्रगति कहाँसम्म पुग्यो, के गर्यो भन्ने कुराहरू त्यो पनि हेर्नु होला। र अब अर्को कुरा के छ भने यो किताब मैले युवाहरूलाई लक्ष्य गरेर लेखेको छु। स्कुल पढ्ने विद्यार्थीहरू, कलेज पढ्ने विद्यार्थीहरू र पढिसकेका युवाहरू जसले नेपालमै बसेर केही गर्न चाहन्छ अथवा विदेशमै गएर केही गर्न चाहन्छ भने पनि केही फरक पर्दैन। केही गर्न चाहन्छ, राम्रो काम गर्न चाहन्छ, प्रगति गर्न चाहन्छ, त्यस्ता युवाहरूलाई चाहिँ अलिकति हौसला दिनको लागि, प्रोत्साहन दिनको लागि, प्रेरणा दिनको लागि चाहिँ मैले यो युवाहरूलाई लक्ष्य गरेर लेखेको किताब हो। यो मैले कुनै ठुलो ठुलो ग्रन्थ लेखेको होइन। धेरै ठुलो पढ्ने मान्छेहरूले, धेरै विद्वानहरू, एकदम धुरन्धर विद्वानहरूले पढुन् भनेर मैले यो किताब लेखेको होइन। विद्यार्थीहरू र युवाहरूको लागि। अब तपाईहरुको अभिभावकहरूले आफूले पनि पढ्नुहोस्, आफ्नो छोराछोरी, भाइ बहिनी, नाति नातिनाहरू
युवाहरूलाई पनि यो किताब पढ्नको लागि प्रेरणा दिनुहोस्, प्रोत्साहन दिनुहोस्। किनभने यो किताब मैले युवाहरूलाई जिन्दगीमा कसरी कस्तो कस्तो किसिमको कुराहरू आइपर्छ भन्ने उदाहरण दिएको छु। मैले मेरो आफ्नै जीवनको उदाहरण दिएको छु, बाल्यकालदेखिको उदाहरण दिएको छु। बाल्यकालमा हामीले कस्तो कस्तो थियो, हाम्रो बाल्यकाल कसरी पढ्यो भन्ने कुराहरू दिएको छु, जुन कुरा अहिलेको विद्यार्थीहरूले कल्पना पनि गर्नु सक्दैन। अनि मैले अमेरिकामा गएर पढेका कुराहरू पनि लेखेको छु, पढेर नेपालमा आएर गरेका कामहरूको बारेमा सबै लेखेको छु र यो उदाहरण दिएको छु। मैले कस्तो कस्तो काम गरेँ, कस्तो यो कामहरू गर्दाखेरि कस्तो कस्तो समस्याहरू आइपर्यो, समस्याहरूसँग कसरी म जुधेँ भन्ने कुराहरू उदाहरण दिएको हुनाले यो युवाहरूले पनि आफ्नो जीवनमा आइपरेका समस्याहरूसँग आफूले देखेको सपनाहरूलाई पुरा गर्नको लागि, सङ्घर्षहरू गर्नको लागि मैले प्रेरणा मिलोस् भन्ने उद्देश्यले युवाहरूको लागि लेखेको हुनाले तपाईँहरूले सकभर युवाहरूको हातमा यो किताब पुर्याइदिनुहोस्। यति हो। मलाई यो कारखाना चलाउने त एउटा यो पैसाको कुरा भयो, पैसाको लागि भनेर लेखेको हो, तर यो भित्र लेखेको जुन कथा छ, आत्मकथा, मैले चाहिँ युवाहरूलाई लक्ष्य गरेर लेखेको हुनाले युवाहरूले यो किताब पढेर उनीहरूको सोचाइ चाहिँ अलिकति परिवर्तन गरेर राम्रो काम गर्न सकुन्, सिकुन् भन्ने उद्देश्यले लेखेको हो। ल, यति भन्दै तपाईँलाई फेरि धन्यवाद दिन चाहन्छु। मेरो कुरा यहाँ सुन्नु। धनकुमार तामाङ, धनकुमारी तामाङ, धनकुमारी तामाङ किताबहरू हस्तान्तरण वितरण भइरहेको छ, तपाईँले देखिरहनु भएको छ।